गुड मर्निङ मर्निङ हजुर एभ्रिवान सबैजनालाई मेरो एकमुष्ट नमस्कार। यहाँ चाहिँ आज चाहिँ शुभ बिहानी सँगसँगै हाम्रो काम सुरु भइसकेको अवस्था। यहाँ हाम्रो मिस्त्रीहरूले अब गाह्रोलाई समथिङ आज गाह्रो लगाउने काम अन्त गर्ने क्रममा हुनुहुन्छ भने अब हामीले 3वटा कोठा चाहिँ कम्प्लिट गरिसकेका छौँ। आइबिमवाला घरलाई सौदिलो तरिकाले नै भनौँ अब बनाउनको लागि चाहिँ हामी अब अहिले लागि परेका छौँ। अब यो एउटा कोठा यतापट्टिको कम्प्लिट भइसकेको छ। अर्को कोठा चाहिँ यहाँ चाहिँ अब त्यो ऊ पनि आइबिमको पनि हामीले लगभग ढलाइ गरिसकेका छौँ। अहिले अब त्यसलाई खोल्न बाँकी छ। अब अरू आयो ढलाइ गर्नुपर्ने हुन्छ। जस्तो अब यहाँ के हेर्न सक्नुहुन्छ यहाँले यो तलको भाग हामीले ढलाइ गरिसक्यौँ भने अब यहाँ माथि फेरि अब फुललाई फ्रेमिङ गरेर चाहिँ यसलाई फेरि ढलाइ गर्नुपर्ने हुन्छ माथिसम्म। यो अर्को कोठा हो। अर्को कोठा पनि हाम्रो लगभग कम्प्लिट भइसकेको छ। यही यो खाली राखिएको छ। यो चाहिँ भूकम्पले भोलि भूकम्प जाँदा डाइरेक्ट पिलरले इँटालाई नहिर्काओस् र इँटालाई डाइरेक्ट हिर्कायो भने चाहिँ घर भत्किने सम्भावना धेरै भएको हुँदाखेरि यहाँ देख्न सक्नुहुन्छ हजुरले हामीले यसरी ग्याप राखेको छौँ। यो चाहिँ भूकम्प प्रतिरोधात्मक घर बनाउँदाखेरि त्यो तरिकाले बनाउनु पर्ने भएकोले हामीले यसरी बनाएका हौँ। अब अर्को कोठा भनेको यहाँ पनि यहाँले देख्न सक्नुहुन्छ प्रष्ट रूपले हामीले तल चाहिँ हामीले ढलाइ गरिसकेका छौँ भने माथिको भाग ग्यापिङ राखेर हामीले अब त्यसलाई फेरि अब हामी फ्रेमिङ गरेर हामी अब त्यसलाई पनि ढलाइ गर्छौँ। त्यस पछाडि लगभग हाम्रो घरको काम भनेको प्लास्टर बाँकी रहन्छ, प्लास्टर र भैँडालाई। अनि हाम्रो प्लास्टर सुरु हुन्छ। यहाँ चाहिँ हामीले माथिसम्म गाह्रो किन लगायौँ भने यहाँ चाहिँ तपाईँको ट्याक्कै आइबिममा गाह्रो नपरेर हामीले बरन्डा तान्ने हुँदा आइबिम चाहिँ बिचमा रहेको छ। त्यसले गर्दाखेरि चाहिँ हाम्रो आइबिममा नपरेको हुँदा भित्र अब चरा भँगेराहरू कुनै पनि चिजहरू नसिरेर फन्डाको लागि अरू सबैतिरबाट बन्द भइसकेको छ। हाम्रो इँटा पनि चढाउने काम भइसकेको छ भने इँटा अन्तिम चढाउनु पनि आइसकेको छ। अब काम पनि लगभग सकिन लाग्यो, इँटा पनि लगभग सकिन लागिसकेको छ। यसरी नै हाम्रो चाहिँ दैनिकी यसरी हामी चलाइरहेका छौँ। अर्को कोठा यता यहाँ पनि तपाईँहरूले ग्यापिङ देख्न सक्नुहुन्छ। त्यो कोर्नरमा अलिक अँध्यारो भएर देख्नु भएन कि त्यहाँ चल्नुको हजुरहरूलाई पनि त्यसरी घर बनाउनु पऱ्यो भने सम्झन सक्नुहुन्छ। र यहाँहरूलाई म फेरि पनि बिन्ती गर्न चाहन्छु, मेरो युट्युब च्यानल चाहिँ अमर अधिकारी युट्युब च्यानल। यहाँहरूले लाइक, सेयर र सब्सक्राइब र कमेन्ट गरिदिनुहुन्छ भने पूर्ण आशाका साथ यहाँहरूमा यो भिडियो ल्याएको छु। धन्यवाद।